सबैलाई नमस्कार। म चेतबहादुर केसी। म आज आफ्नै घरबाट मेरो प्रतिभाहरू देखाउन गइरहेको छु। देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार नमन छ र साथै आउँदै गरेको छठ पर्व शुभ दीपावलीको हार्दिक हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु। यो भिडियोलाई सबैजनाले धेरैभन्दा धेरै माया गर्नुहोला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। अनि साथै सक्नुभयो भने यसो स्टार पनि हुन्छ अरे। अलिअलि एकजना दादाले दिनुभएको छ, हजुरहरूले स्टार दिनु होला भन्न चाहन्छु। कस्तो हुँदैछ है हजुरहरूको माया। अपाङ्गलाई नै साङ्गले साथ दिनुभयो भने अपाङ्गहरू धेरै अगाडि बढ्न सक्छन्। सम्पूर्ण अपाङ्ग साथीहरू लुकेर होइन, तपाईँहरू अपाङ्ग साथीहरू हुनुहुन्छ भने सबैजनाले आफ्नो प्रतिभाहरू देखाउनुपर्छ। सपाङ्ग दादा दिदीहरूले माया गर्नुहुन्छ, निस्किनुपर्छ। हामी सबैजना मिलेर अगाडि बढ्यौँ भने साङ्ग साथी साङ्ग दादा दिदीहरूले माया गर्नुहुन्छ भन्न चाहन्छु। सबैजनालाई एकदमै बिग रेस बिग लभ भन्न चाहन्छु। साथै म आज छोटो मिठो मादल बजाउन गइरहेको छु। कस्तो हुन्छ मादल माया गरिदिनु होला। मलाई खासै मादल बजाउन त आउँदैन, तैपनि यो भिडियोलाई स्कुल नगरिदिनु होला। मेरो माया लाग्छ कि भनेर, लाग्छ कि भनेर आउनु भयो झर्डोका धुनेर, मायाले गयो। थ्याङ्क यू सो मच। फेरि पनि अब फास्ट बजाउन गइरहेको छु।